हाँ, सभी के नमस्कार करते हैं। हमें विनोद तोरसा के मैच में आज अपन छिया के गढ़ी गांव पालिका वार्ड नंबर 1 के इटा दाजु एकदम ना वार्ड नंबर 2 के एकदम ना चर्चित गाँव घर में हेला तर एक ठाउँ नहीं पावी के अपन काम एक पेंटर के हैसियत त्यसपछि एक गायक के हैसियत भी ओकरा छी एक मंजिल र एक समय नहीं पावी के इटा दाजु खनिजरा उटा ठाउँ पावेन ना र एउटा ठाउँ देवेन ना सबै के अनुरोध गर्थे। तो सुनम इटा दाजु के एक दिरा नेपाली सङ्ग छौ। जुनको ज्योति ल्याएर दिन्छु पनि भन्न सक्दिन म, हो जुनको ज्योति ल्याएर दिन्छु पनि भन्न सक्दिन म, सागरको मोती ल्याएर दिन्छु पनि भन्न सक्दिन म त सक्ने कुरा गर्छु भन तिम्रा लागि मर्छु, हो म त तिमी बिना पागलै हुन्छु, एक्लै एक्लै हाँस्छु, हो एक्लै रुन्छु, म तिम्रो भइसके तिमी मेरी बन्नु ल, हे 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 नाइ नभन्नु ल, नाइ नभन्नु ल, नाइ नभन्नु ल, रिसाई पनि म त तिमीलाई फकाइरहन्छु, दुःखले हैन माया नै मायाले सताइरहन्छु, दुःखले हैन माया नै मायाले सताइरहन्छु, हे हे नाइ नभन्नु ल, नाइ नभन्नु ल। धन्यवाद दाजुलाई, धेरै मिठो एकदमै राम्रो स्वरले गाउनु भएको छ। प्लिज उहाँलाई कमेन्ट गरेर त्यो ठाउँ र त्यो मन्जिल दिनलाई सबैलाई अनुरोध गर्दैछु। धन्यवाद।